एक पटकको कुरा हो, एउटा विशाल हराभरा जंगल थियो। त्यो जंगलमा सबै जनावर शान्तिपूर्वक बस्थे। कारण थियो त्यो जंगलमा एउटा दयालु तर शक्तिशाली सिंह बस्थ्यो। त्यसले आफ्नो शक्तिको दुरुपयोग गर्दैनथ्यो, तर त्यसको उपस्थितिले जंगलमा सन्तुलन कायम रहन्थ्यो। नदीहरू स्थिर भएर बग्थे, हरिणहरू निडर भएर चरिरहन्थे, रुखहरू गहिरो जरासहित मजबुत उभिएका थिए। तर जंगलमा केही स्यालहरू थिए, चलाख, महत्वाकांक्षी र षड्यन्त्रकारी। उनीहरू सिंहप्रति ईर्ष्या गर्न थाले। किन एउटा सिंहले मात्र शासन गरोस्? उनीहरूले एकअर्काको कानमा फुक्न थाले। यदि हामीले मिलेर योजना बनायो भने सारा जंगल हाम्रो नियन्त्रणमा हुनेछ। एक गर्मीको दिन, सिंह भोक र थकाइले कमजोर भएको बेला स्यालहरूले एउटा ठूलो फलामे पिंजडा बनाए। स्यालहरूले मिठो आवाजमा भने, हजुर, यहाँ खाना पाउनुहुन्छ। सिंह बिस्तारै पिंजडातिर अघि बढ्यो अनि एक्कासी ढोका ठ्याम्मै बन्द भयो। स्यालहरूले जंगलभर घोषणा गरे, अब सिंह होइन, हामी शासन गर्छौं। सबै जनावर समान हुनेछन्, सबै स्वतन्त्र हुनेछन्। सुरुमा जनावरहरूले ताली बजाए। स्यालहरूले ठूलो वटवृक्ष मुनि सभा गरे, मिठा वचन सुनाए। तर केही हप्तामै सबै थोक बिग्रन थाल्यो। बुवासाहरूले हरिणहरूलाई निडर भएर शिकार गर्न थाले। रोक्ने कोही थिएन। हात्तीहरू पानीका मुहानमा आपसमा भिड्न थाले। निर्णय गर्ने कोही थिएन। स्यालहरूले रुख काट्न थाले, नदीहरू सुक्न थाले। उनीहरूले आफ्ना गुफा बनाउँदै थिए। जंगलमा डर, अराजकता र रोग फैलन थाल्यो। स्यालहरू आपसमा साँचो राजा हामी नै हो भन्दै लड्न थाले। जंगलमा उजाड हुँदै गयो। पिंजडाभित्रको सिंह गर्जियो, क्रोधले होइन, पीडाले। नेपालको कथा पनि यस्तै छ। जब सिंह मतलब राज संस्था पिंजडामा थुनिए, स्यालहरू मतलब राजनैतिक शक्तिले शासन समाते र समय बित्दै जाँदा हाम्रो देशको हरियाली, सन्तुलन र विश्वास सुक्दै गयो। नेपाल सानो देश हो, तर यहाँका जनताको आवाज शक्तिशाली सत्तालाई समेत हल्लाउन सक्छ। वर्षौंदेखि युवाको आवाज थिचिएको थियो। भ्रष्टाचार, नातावाद, बेरोजगारी, प्रणालीप्रतिको असन्तोष, यी सबै भावनाहरू मुटुभित्र दाबिएका थिए। डिजिटल पुस्ता, विशेष गरी जेनजीले यिनै अन्यायहरू प्रत्यक्ष देखेका थिए। नेताको विलासिता, युवाको अवसर अभाव र आम नागरिकको पीडा, यी सबैले मनमा आगो सल्काएको थियो। र 2025 सेप्टेम्बर 8 यही आगो सडकमा फैलियो। यो कुनै पार्टीको निर्देशनमा भएको आन्दोलन थिएन। यो डिजिटल पुस्ताको विद्रोह थियो, परिवर्तनको लागि एउटा आवाज। सबै कुरा सुरु भयो एउटा निर्णयबाट। सामाजिक सञ्जाल प्रतिबन्ध। सरकारले 26 वटा प्लेटफर्म एकैपटक बन्द गर्यो, जसमा फेसबुक, युट्युब, टिकटक, डिस्कर्ड पनि पर्न गए। औपचारिक कारण दियो, रेजिस्ट्रेसन नगरेको र कर नतिरेको भएर यिनीहरूलाई बन्द गरेको भनेर। त्यति बेला सामाजिक सञ्जालमा नेपो किड्स ट्रेन्ड एकदम भाइरल थियो र त्यही कारणले पनि सरकारले बन्द गरिया भन्ने आन्दोलन गरे र जनताले बुझे यो त आवाज दबाउने सुनियोजित प्रयास हो। सरकारी निर्णयसँगै युवाहरूमा आक्रोश फैलियो। तिनीहरूले VPN प्रयोग गरेर एक अर्कासँग पूर्ण जोडान गरे। डिस्कर्ड जस्ता प्लेटफर्महरूमा हजारौं युवा भेला भए। कुनै नेतृत्व बिना स्वतस्फूर्त रूपमा योजनाहरू बन्न थाले। अब बोल्नै पर्छ भन्ने भावना देशभर फैलियो। सेप्टेम्बर 8 इतिहासमै अंकित हुने दिन। मैती घरबाट सुरु भएको शान्तिपूर्ण मार्च केही घण्टामै रगत, अश्रु ग्यास र गोलीमा परिणत भयो। विद्यार्थीहरू जो बिहान स्कुलको ड्रेसमा प्रदर्शनमा बसेका थिए, दिउँसोसम्म अस्पतालका ओछ्यानमा लडिरहेका थिए। कसैले कल्पना गरेका थिएनन् पोस्टर बोकेर सडकमा उभिएका ती युवा र बालबालिका माथि गोली चलाइनेछ। तर त्यही भयो। यो सामान्य प्रदर्शन थियो। यो डिजिटल मौनता तोडिएको क्षण थियो। तर सत्ताधिकारीहरूको प्रतिक्रिया, घमण्ड। त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनलाई अराजक, बाहिरी शक्तिको खेल भन्दै हेला गरे। उनको भाषण र अभिव्यक्तिहरूले आन्दोलनमा सहभागी युवाहरूलाई झन अपमानित बनायो। देशभित्र फैलिरहेको पीडा, रगत र अन्योलताले उनले राजनैतिक मुद्दाको रूपमा मात्र लिए। देशभर अशान्ति फैलिएको थियो। आन्दोलन हिंसात्मक बन्दै गइरहेको थियो। सरकार कठोर हुँदै गइरहेको थियो र नागरिकहरू बीच डर फैलिँदै थियो। एकछिनमै देशले लोकतन्त्र र जनआवाज बीचको सबैभन्दा ठूलो टकराव देखियो। यो आन्दोलनले देशको सत्ता संरचनालाई नै हल्लाइदियो। एक दिन भित्रै प्रधानमन्त्रीले राजीनामा दिए। अब प्रधानमन्त्री को बन्छ भनेर देशभरि हल्ला चल्यो। यो कुनै राजनैतिक दलको योजना थिएन। यो डिजिटल जनमतको सीधा परिणाम थियो। डिस्कर्ड र अन्य प्लेटफर्महरूमा हजारौं युवाहरू भोट हालेर सुशीला कार्कीलाई समर्थन गरे। उनीमाथि युवाहरूको आस्था असाधारण थियो। अब देश न्यायमा चल्छ। अब नेताहरू होइन, निडर व्यक्तिले देश सम्हाल्छ।
अब प्रणाली सफा हुन्छ। युवाहरूले उनलाई आशा, निडरता र परिवर्तनको प्रतीकको रूपमा हेरे। तर सडकमा परिस्थिति अर्कै थियो। सरकारको पतनसँगै देशमा नेतृत्वको रिक्तता आयो। कोही जिम्मेवार थिएन। मन्त्रीहरू गायब, नेताहरू भागेका, प्रहरीहरू शक्तिहीन। देश नाङ्गो अवस्थाको सामना गरिरहेको थियो। त्यो समय भाटबटेनी सुपरमार्केटमा आगजनी गरियो। कसले गरियो भन्ने स्पष्ट थिएन, तर देशभर यो आन्दोलनको रूप फेरिँदैछ भन्ने त्रास फैलियो। विरोध प्रदर्शन, तोडफोड, अराजक गतिविधिहरू एकैपटक उचाइमा पुगे। देशभर गोप्य हल्लाहरू चल्न थाले। सेनाले सत्ता लिन्छ रे, राजा फर्किन्छ रे, अब देश लोकतन्त्रबाट फर्किन्छ रे। जनता बीच अनिश्चितताको बाक्लो बादल मन्डराइरहेको थियो। देश एकैपटक 3 दिशाबाट हल्लिएको थियो। सडकबाट जनआन्दोलन, सत्ताबाट नेताहरूको पतन र शक्ति शून्यताबाट अराजकता। त्यसैबीच देशभर अपराध दर वात्तै बढ्यो। दिन दहाडै चोरी, लुटपाट, आगजनी, समूहगत भिडन्तहरू, सुरक्षाकर्मी थाकिसकेका, प्रशासन कमजोर, नेताहरू अन्धकारमा। 70 भन्दा बढी नागरिकले ज्यान गुमाए, हजारौं घाइते। एमनेस्टी र अन्तर्राष्ट्रिय संस्थाहरूले स्वतन्त्र छानबिनको माग गरे। आम निर्वाचनको मिति घोषणा गरियो। तर प्रश्न झन् गहिरो भयो। त्यति बेलासम्म देश सम्हाल्ने को? स्कुल पोसाकमा बसेका ती साना भाइ बहिनीहरू, हातमा प्ले कार्ड, आँखामा भविष्यका सपनाहरू, देश प्रेमले भरिएका ती अनुहारहरू, तर गोली उनीहरूकै छातीमा लाग्यो। शान्तिपूर्ण प्रदर्शनमा उभिएका युवाहरूलाई मार्ने आदेश कसले दियो? कुन कानूनले निर्दोष बालबालिकामाथि गोली चलाउने अधिकार दिन्छ? कुन लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलनमा सहभागी युवाहरू शहीद बन्न बाध्य हुन्छन्? तर अन्ततः संसद विघटन गरियो र नेपालको इतिहासमा पहिलो पटक पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा नियुक्त गरियो। आज आन्दोलन सुरु भएको 1 महिनाभन्दा बढी भइसक्यो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र जिम्मेवार प्रमुख जिल्ला अधिकारी सिडिओ तीनैजना विरुद्ध कुनै कारबाही भएको छैन। कुन कारणले ढिलाइ भइरहेको छ? कसरी उनीहरू अझै कानुनी प्रश्न उत्तर बाहिर छन्? शहीद परिवारहरू अझै न्यायको प्रतीक्षामा छन्। हरेक अन्त्येष्टि पछि प्रश्न उठ्छ, हामीले रगत दियौ, अब जवाफ को दिने? सरकारले छानबिनको वाचा त गरेको छ, तर कार्यान्वयन सुस्त छ, बयानहरू अस्पष्ट छन् र जिम्मेवारहरू सुरक्षित। यो ढिलाइले युवाहरू बीच गहिरो अविश्वास रोप्दै गएको छ। र एक अर्को प्रश्न, के सुशीला कार्की पनि अवसरवादी थिइन्? उनीमाथि युवाहरूले पूर्ण विश्वास गरेका थिए। तर 1 महिनामा न गिरफ्तारी, न ठोस निर्णय, न स्पष्ट योजना। कसैले भनिरहेका छन् उनी त सिस्टमकै हिस्सा बनिन्, उनी पनि अस्थायी नेता मात्र थिइन्। युवाहरूले जसमा भविष्यका आशा राखेका थिए त्यही नेतृत्वप्रति अहिले सन्देह बढिरहेको छ। यो सन्देहले आन्दोलनको भावनाले अझ गहिरो चोट पुर्याएको छ। शहीदहरूको रगतले सडक रङ्गिएको छ, तर न्यायको ढोका अझै बन्द छ। समय बित्दैछ र प्रत्येक बित्ने दिनसँगै प्रश्न अझ चर्किँदै गइरहेको छ। जेनजी आन्दोलनले शक्तिलाई हल्लायो, तर देश निर्माण गर्ने जिम्मेवारी केवल नेताहरूको होइन, हाम्रो पनि हो। हामीले प्रश्न सोध्ने संस्कृति विकास गर्नुपर्छ। नेताहरूलाई नाम, अनुहार वा पार्टीका आधारमा होइन, दृष्टिकोण, योजना र जवाफदेहिताको आधारमा मूल्याङ्कन गर्न सिक्नुपर्छ। कसैले गल्ती गरियो भने चुप लाग्ने होइन, आवाज उठाउने हाम्रो दायित्व हो। 12 वर्ष एक दिन मात्र सडकमा निस्किएर देशका लागि लड्ने र बाँकी वर्ष मौन रहने संस्कारले देश अगाडि बढ्न नसकेको। देश त्यति बेला मात्र अगाडि बढ्छ जब प्रत्येक नागरिक हरेक दिन सचेत, आवाज सहित उपस्थित र उत्तरदायी हुन्छ। यो आन्दोलनले केही दिनका लागि सुधार ल्याउन सक्छ, तर इतिहास फेरि दोहोरिँदैछ। फेरि तीनै भ्रष्ट नेताहरू सत्तामा फर्किन खोज्दैछन्। फेरि उही नारा, उही वाचा र उही निराशा। यदि हामी फेरि पनि सामाजिक सञ्जालका चम्किला कुरा र अन्धो समर्थनले प्रभावित भयो भने इतिहास फेरि यथावत दोहोरिनेछ। फेरि आन्दोलन हुनेछ, फेरि आशा, फेरि निराशा। अब समय छ नेताहरू होइन, विचार र कामलाई समर्थन गर्ने, हल्ला होइन, तथ्य र जवाफदेहितामा भरोसा राख्ने। जेनजी आन्दोलनले देशको मुहार फेरियो त कि यो यात्रा त अब मात्रै सुरु भएको? देश परिवर्तनको जिम्मेवारी कसै एक व्यक्तिमा होइन, हामी सबैमा छ। हामी सजग भयो भने मात्र इतिहास नयाँ लेखिन्छ, नत्र फेरि त्यही पाना पल्टिन्छ। तपाईको विचार के छ? तल कमेन्टमा लेख्नुहोस्। न्याय, सत्य र भविष्यका लागि लाइक, शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनुहोस्।